आज हामी अत्यन्त नै एउटा खुसीको क्षणमा छौँ। हाम्रो सहकर्मी साथी महेन्द्र केसी, मलाई सम्झना छ 2052 सालदेखि हामीसँगै, महेन्द्र सर त 2050 सालदेखि नै हो। 2052 सालदेखि निरन्तर मसँग सँगै काम गर्दै आउनुभएको छ। उहाँको काम गर्ने जुस जाँगर, समाजप्रतिको उत्तरदायी, आफ्नो कामप्रतिको चाहिँ वफादारीता साँच्चै नै एउटा प्रशंसनीय छ। त्यस्तो साथीको आज हामी 50औं पटक रक्तदान गर्दै हुनुहुन्छ आफ्नो जन्मदिनमा। त्यसमा पनि हामी अलि यो वर्षदेखि गत वर्षदेखि अलि धेरै यो कुरालाई जोड दिइरहेका छौँ। जन्मदिनमा रक्तदान गरौँ, रगतको अभावलाई अन्त्य गरौँ भन्ने एउटा अभियानमा पोहोर साल पनि एउटा भव्य कार्यक्रम गरेर मानिसहरूले सुरुवात गर्नुभएको थियो। आज 1 वर्ष भइसक्यो। यो बिचमा पनि थुप्रै साथीहरूले विभिन्न अवसरहरूमा हाम्रो रक्त सञ्चारमै आएर रक्तदान गर्नुभयो। उहाँहरू सबैलाई पनि म यहाँ सम्मान चाहन्छु, सबैलाई धन्यवाद दिन पनि चाहन्छु। आजको यस पावन अवसरमा खास गरी नेपाल रेड क्रस सोसाइटी कास्की का निवर्तमान सभापति र अहिले स्वास्थ्य समितिका संयोजक आदरणीय गुरु सबैका चाहिँ लोकप्रिय एउटा त्यस्तो व्यक्तित्वको माझमा आज हामीले मानिसहरूको जन्मदिनको यो रक्तदान गर्ने अवसर प्राप्त गरेका छौँ। सर्वप्रथम पहिला मैले धनराज सरलाई, महेन्द्र सरलाई हात लगाएर स्वागत गरिदिनुलाई र आफ्ना 2 शब्द केही राखिदिनको लागि हार्दिक अनुरोध गर्दछु। फोटो खिच्नु हो। जन्मदिनको अवसरमा मैले सबको सुख शान्ति समृद्धि आनन्द खुसी उज्जवल भविष्यको समेत म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। उहाँ एउटा कविताले मात्र भएर पनि सामाजिक पनि हुनुहुन्छ। जुन सामाजिक उहाँको भावना पनि छ, त्यो सामाजिक भावना अझै उन्नत अधिक प्रकार भएर जाओस्, त्यो पनि तरिका चाहिँ यहाँ उहाँलाई पनि शुभकामना दिन चाहन्छु। कास्की रेड क्रसले गर्ने धेरै सेवाका काममध्ये एउटा काम चाहिँ रक्त सञ्चार सेवाको चाहिँ काम हो। रक्त सञ्चार सेवाको कामलाई सबैभन्दा महत्त्वपूर्ण हुन जान्छ र यो रक्त सञ्चार सेवामा रगत वितरण गर्ने जुन चाहिँ हामीले चाहिँ काम गर्दै आएका छौँ, त्यसको डिमान्ड दिन प्रतिदिन चाहिँ बढेर चाहिँ गएको जान्छ। तर त्यो डिमान्डलाई हामी सबैको चाहिँ एउटा चाहिँ अथक प्रयत्न जुन छ, हाम्रो कोसिस जुन छ, हामीले जुन रूपमा चाहिँ स्थानकारी कन्ट्रिब्युसन गर्न जाने खोजेका छौँ, त्यसले चाहिँ सहजपूर्ण बनाउँदै आएको जान्छ। 600 भन्दा बढी संस्थाहरूलाई हामीले डोर्याउन चाहिँ सफल भएका जान्छौँ। त यसको साथसाथै हाम्रो हरिश्चन्द्र शर्मा जो हुनुहुन्छ, उहाँले आफ्नै चाहिँ इनिसिएसनमा, आफ्नै बलबुतामा, आफ्नै स्वेच्छाले, आफ्नै चाहिँ अब यो मन मस्तिष्कबाट कसैले अराएको पनि होइन, उहाँले केही पाउने आशा पनि होइन, चाहिँ पुरा निस्वार्थ भाव एउटा भोलिन्टियर सोचको आधारमा एउटा चाहिँ संस्था बनाउनु भएको जान्छ आरदाई भन्ने। त्यो आरदाईमा पनि उहाँले आफ्नै बलबुतामा धेरै साथीहरूलाई आकर्षण गर्न सफल हुनुभएको छ। 500 भन्दा बढी चाहिँ साथीहरू चाहिँ त्यहाँ आबद्ध जान्छ र त्यसले पनि चाहिँ हाम्रो आबद्धलाई चाहिँ सहज बनाएको जान्छ। त यतिले पनि नपुगेर चाहिँ के भयो भनेदेखि अझै रगतको अभाव फर्किरह्यो। 600 भन्दा बढी संस्थाहरू चाहिँ छ। अनि आरदाईले त्यतिकै काम गरिरहेको छ। अनि आरदाई बाहेक अर्को चाहिँ स्वयंसेवी र दाता थानी समाज पनि छ, उसले पनि चाहिँ त्यति कन्ट्रिब्युसन गरिरहेको छ, सरकारी योगदान गरेको जान्छ। त्यति हुँदाहुँदै पनि अझ चाहिँ के भन्दाखेरि चाहिँ अभाव चाहिँ खट्नु गर्यो। अभाव हुने बेला बेला अभाव हुने अवस्था जस्तो हो। र त्यो बेला
र सञ्चार सेवामै चाहिँ खटिरहेका हाम्रा कर्मचारी साथीहरू उहाँले आफूलाई कर्मचारी भन्नु भएन आफूलाई भलिन्टियर पनि करिब बनाउनु र आफ्नै सोचले यो जन्मदिनमा रक्तदान गरौँ र रगतको अभावलाई सदाको लागि चाहिँ अन्त गरौँ भन्ने एउटा स्लोगान निर्माण गर्नुभयो र त्यो स्लोगान अन्तर्गत त्यसलाई चाहिँ अझ बढी चाहिँ के भन्दाखेरि चाहिँ बढावा दिएर अगाडि बढाउने चाहिँ काममा त्यसलाई प्रचार प्रसार गर्ने काममा हस्तान्तरण निरन्तर लागिराख्नु भएको छ हेरिराख्नुहुन्छ सबैका चाहिँ अब चाहिँ मोबाइलमा चाहिँ उहाँले चाहिँ जन्मदिन राख्नुभएको छ त्यो खोजी चाहिँ अब चाहिँ मान्छेहरूलाई चाहिँ बोलाउने अनि चाहिँ कामहरू गर्नुपर्छ र अब त्यही सिलसिलामा आज महेन्द्र सर अब जस्तो उहाँहरू सबैको संयुक्त चाहिँ सोच हो यो संयुक्त सोच सोचाइमध्ये एउटा महेन्द्र सर पनि हो र उहाँको आज जन्मदिन यो जन्मदिनको अवसरमा उहाँले रक्तदान गर्दै हुनुहुन्छ र रगतको अभाव जुन छ अभावलाई सदा को लागि जाने अन्त गर्ने अभावलाई सदा अन्त गर्ने जुन अभियान छ त्यो अभियानलाई उहाँ चाहिँ सहयोग गर्दै हुनुहुन्छ महत्त्वपूर्ण चाहिँ सहयोग गर्दै हुनुहुन्छ उहाँलाई चाहिँ हार्दिक बधाई हार्दिक शुभकामना 50औं पटक उहाँले रक्तदान गर्दै हुनुहुन्छ अब यो जन्मदिनको अवसरमा यो 50 पटक चाहिँ उहाँले रक्तदान गर्दै हुनुहुन्छ त्यो अवसरमा त फेरि चाहिँ उहाँको सुख शान्ति उज्जवल भविष्य दीर्घायुको सहित हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु सुस्वास्थ्य कामना गर्न चाहन्छु र बढीभन्दा बढी सामाजिक भन्न पनि उहाँलाई प्रेरणा बढ्दै जाओस् उत्साह बढ्दै जाओस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु धन्यवाद धन्यवाद सर नन्द सर यसै गरी चाहिँ नि हाम्रो शान्तिदीप अभियानद्वारा सञ्चालित आकस्मिक रक्तदान युनिटका रक्तदाता पनि हुनुहुन्छ महेन्द्र केसी सर र यहाँ चाहिँ नि नेपाल रेड क्रस सोसाइटी प्रादेशिक रक्त संसार रामघाटका चाहिँ नि इन्चार्ज हुनुहुन्छ र वरिष्ठ प्राविधिक पनि र उहाँले आज रक्तदान गर्दै हुनुहुन्छ 50औं पटक यानि उहाँको गोल्डन जुब्ली चान्स छ त्यसको लागि उहाँलाई धेरै हृदयदेखि नै आभार व्यक्त गर्न साथै धेरै धेरै शुभकामना जन्मदिनको धेरै धेरै शुभकामना बधाई र उहाँलाई पनि हार्दिक धन्यवाद त्यसै गरी अर्जुन सरलाई पनि धन्यवाद छ रक्तदान गरेर जन्मदिन मनाऊ रक्तदान गरेर जन्मदिन मनाऊ देशभर यो सन्देश हामी भिजाऊ देशभर यो सन्देश हामी भिजाऊ मान्छे रगत नपाए मर्छु होला भन्दै थियो एउटा मान्छे रगत नपाए मर्छु होला भन्दै थियो रक्तदान गर्ने मान्छे यताउति खोज्दै थियो लौन कति धेरै रगत बगिसक्यो मेरो बच्चा जीवन र मरणको तो साथमा छ हामीलाई रगत चाहियो लौन कोही हुनुहुन्छ रगत दिने मेरो बच्चालाई बाँच्न दिनुहोस् हाम्रो रगतको थोपा 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 उसलाई दियो हाम्रो रगतको थोपा 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 उसलाई दियो मर्छु होला भन्ने उसलाई जीवन दान दियो मर्छु होला भन्ने उसलाई जीवन दान दियो रक्तदान गरौँ